हेलो गाइज, यो चाहिँ हाम्रो रेसिङ कार है। हामीले त्यो घुम्नु जाँदाखेरि नि सबै साथीहरू घुम्नु जाँदाखेरि नि त्यहाँनिर खेलेको ओभर राम्रो मजा आउँदो रहेछ। माइन्ड फ्रेस गरिदिँदो रहेछ क्या यसले चाहिँ। अब थाकेको बेला है, जस्तै गरम पनि, तर त्यो यसो खेलले गर्दाखेरि चाहिँ फिलै नहुने क्या। त्यो वरिपरि पनि त्यो टायरले गर्दा पनि सेफ्टी पनि बनाएको हो, कुनै किसिमको डर पनि छैन यहाँ। अब निकै मजा आउँदो रहेछ यो खेल्नुको लागि चाहिँ। अन्त सबैजना खेलौँ भने कतिजनाले ठोक्कायो पनि, किनभने स्ट्रिङ ब्यालेन्स हुनु जरुरी रहेछ यसमा हो। स्पिड कुद्ने मजाले कुद्ने, टर्निङतिर चाहिँ अब अलिकति डर हुने हो, बिस्तारै गर्नुपर्ने टर्निङतिर। अन्त एकदम मजा आयो। अन्त वरिपरिको सिनारीहरू पनि राम्रो राखिदिएको हो, मजाले त्यो मुही हो हेर्नु, त्यहाँनिर मैले टर्निङमा गोलाइ काट्दाखेरि चाहिँ ड्रिफ्ट भएर चाहिँ झन्डै ठोक्कियो। तर पनि मैले भटाभट म्यानेज गरिहालेँ। अन्त फेरि इन्टेन्सन चाहिँ के थियो भन्दाखेरि चाहिँ रेसिङ गर्ने क्या। अरूलाई चाहिँ अब काट्ने हो, त्यस्तो खालको सोचेको थिएँ हो। ओभर मजा आयो हो यो खेल्नु चाहिँ। कति 50 रुपियाँ होला, 50 रुपियाँमा 12 मिनट दिँदो रहेछ। अन्त हामी कतिजना चाहिँ फेरि मजा आएर चाहिँ दुईपल्ट खेल्यौँ मजा हामीले हो। 50 सेकल तिरेर ओभर मजा आयो। हामी निकैजना थियौँ त्यसरी, किनभने त्यसरी पनि पर्खिनै पर्थ्यो अरू ग्रुपलाई पनि। 3 ग्रुप गरेर खेलेको थियौँ हामी चाहिँ यो। अन्त ओभर मजा आयो त्यसरी खेल्नु। सबै दिदी बहिनी दाजुभाइ है, मेरो दाजु अन्जय दा, हामी सबै यसरी नै खेलेको हो। अन्जय दाले त पनि ठोक्काएन उसले। अन्त पहिला त म र उसँगै गर्नु खोजेको थियौँ, तर एक एक्लैको रहेछ, सिङ्गल सिटर रहेछ। अनि त्यही कारण चाहिँ हामीले आफ्नो आफ्नो गऱ्यौँ है। उसले सेकेन्ड टर्नमा गऱ्यो दाले, मैले फर्स्ट टर्नमा गरेँ, फेरि थर्ड टर्नमा गरेँ एकपल्ट। ओभर मजा आयो त्यसरी पनि हो। र एज अ न्यू एक्सपिरियन्स भयो है। हुन त अब सबैले गरिरहेको हो यो, अब यहाँ जति पनि छ दाजुभाइहरू है, पुरानीहरू। तर हामी चाहिँ नयाँ भएर है, एउटा न्यू एक्सपिरियन्स भयो है, मजा आयो हो। अन्त त्यो थकानहरू पनि मेटायो है। अन्त हो त्यहाँ झन्डै टायर हिर्कायो त्यहाँनिर हाम्रो साथीले। अन्त फेरि म्यानेज गरिहाल्यो। ओभर मजा आयो, मजा आउनु चाहिँ। अन्त खानासाना खाएर आएर खेलेको होला यो चाहिँ हामी, कि खाना खानुभन्दा अगाडि खेलेको त्यो चाहिँ थाहा छैन। तर फ्रेस भयो। गरम पनि त्यस्तै थियो हो, तर त्यो स्पिड कुद्दाखेरि चाहिँ उयो हुने क्या, हावा चिसो आउने। अब मतलब त्यो स्पिडले गर्दाखेरि मजा आयो एनिवे हो। अन्त सबै मजाले खेल्यौँ, इन्जोय गऱ्यौँ हो। अन्त त्यहाँनिर हेर्नु आमामा त्यो टायरहरू पनि अब यति मिहिनेतले राखेको, उनीहरूले पनि मिहिनेत त गरेको। अब लगभग 2 किलो होइन, 1600 मिटर जस्तो चाहिँ दिँदो रहेछ क्या हौ, 50 उयसमा नि ठिकै हो त्यति त है। अन्त मजाले खेल्यौँ हो, मजा आयो खेल्नु पनि एकदम। र सबैलाई अब जो जान्छ है त्यहाँनिर खेल्नु यो मजा आउँछ। र यो मेरो भिडियो मन पऱ्यो भने चाहिँ लाइक, सेयर, कमेन्ट हजुरहरूको माया दिनु होला है। सब्सक्राइब पनि गरिदिनु होला, च्यानलमा हाल्दैछु है। थ्याङ्क यू सो मच। हेभ अ वन्डरफुल लाइफ अहेड गाइज।